गाइस गुड इभिनिङ है। यहाँ चाहिँ गाडी एक्सिडेन्ट भएको छ अरे भन्यो। अन्त हामी साथी र म चाहिँ जाँदैछौँ हो। साथी यहाँ छ हो, साथी र म हेर्नु जाँदैछौँ कसरी चाहिँ एक्सिडेन्ट भयो पनि हो। यहाँनिर चाहिँ कस्तो पाराले चाहिँ एक्सिडेन्ट भयो, यहाँ त मान्छे त पुरा भेला भएको छ हो। अन्त यसरी भएको रहेछ। ड्राइभरलाई केही भएन रहेछ? केबिन त मजाले कुच्चेछ त है। कस्तो यहाँनिर ब्याक गर्दा यताबाट कोल्टे पर गयो कि क्या हो है? ए अँ समीर दा यसो मेरो भिडियोमा हात लगाइदिनु। भएको त्यो चिन्डे पर्नु पर्ने नि त्यहाँनिर। हेर्नु नि टिलिक्क टल्किरहेको छ। यत्रोजनामा त कसले कुटे हुन्छ। ड्राइभर कहाँ छ यसको? हो नम्बर कति हो यो? डब्लुबी गाडी रहेछ हो। अन्त बेसी भएको छैन रहेछ, 10-15 मिनट भएछ एक्सिडेन्ट भएको हो। बिचराले यहाँनिर ब्याक गरेर हाल्दा चाहिँ यहाँबाट यसो गएछ नि त है। यसो काट्दा चाहिँ यसो उकालो आएछ, यसो उकालो आएछ हो। काट्दा चाहिँ बेसी काटेर चाहिँ गएछ नि त है। हो बिचरा मान्छे त के छैन, के भएन रहेछ, सिमेन्ट लोड भएको थिएछ हो। धन्न मान्छे केही भएन रहेछ है। अलिअलि चोट त लाग्यो होला। हजुर निकै चोट लागेछ। कतिको एजको ड्राइभर? कति तपाईँहरूको? आधा वर्ष हो। कहाँको आशी चिनेको? हामीले होइन ड्राइभर त हामीले नचिनेको। ए अच्छा त्यही त बिचरा है। घर फ्यामिलीहरू भएको मान्छे हुन्छ है। त्यही त उही चिन्डेलाई चाहिँ कुट्नु पर्ने हो। यहाँ त दशा लागेछ क्या हो। हिजो हाम्रो विनोद दाजु, विनोद बालकुमार दाजु, जोसेफले पनि हिजो ए त्यो त क्लच प्लेट, त्यो त राम्रो रोडमै हो नि त, राम्रै हो नि त। हिजो विनोद दाजुको पनि भएछ हो। अन्त बालकुमार दाजुको पनि सिसा फुटेछ नि त हिजो मिलर कम्पनी, यो कम्पनी इलाकामा है। क्याम्पर चाहिँ कहाँ विल आउट भएको? त्यो विल आउट भएको क्याम्परको त्यो पछाडि चाहिँ 18 नम्बर मिलर थिएछ। त्यहाँदेखि पछाडिबाट चाहिँ 2 नम्बरले दिएको रहेछ नि त। सुजन दाजु रोकिरहेको थिएछ हो। त्यही त धन्न है, मान्छे चाहिँ केही भएन रहेछ त्यसमा, ठिकै छ नि त। त्यति चोट लागेन भने त है। बिचरा है, कहाँको थियो होला बिचरा हो। मेरो साथीको गाडी चाहिँ यहाँनिर थिएछ, जोसेफको हो। अलिक अघि यहाँनिर थिएछ हो, यहीँ राखेको ठाउँमा हो, यहाँनिर थिएछ। अन्त जोसेफ र म चाहिँ पर थियो गाडीमा हो। मेरो चाहिँ गाडी बाइकको चाबी उता आउँदै थियो र चाहिँ पर राखेको थियौँ हो। हामी त दुईजना पर अर्का गाडीमा चढेर बसिरहेको थियौँ। उसको गाडी यहाँनिर यही ठाउँमा राखेको थियो हो। अन्त उता आएर त थरर कामिरहेको रहेछ बिचरा। के भयो भनेको त मेरो गाडीको छेउमा गाडी पल्टेछ अरे। अन्त बिचरा टिस्टाको गाडी अरे हो। यहाँ जेपीको लोड लिएर आएको थिएछ हो। गाडीको नम्बर यहाँ छ WB73D हो, 7182 रहेछ हो। WB73D 7182 रहेछ बिचरा हो। मान्छे त अब केही भएन भन्दैछ, अलिअलि चोटहरू त लाग्यो अरे हो। केबिन त झारापचिरिप छ बिचरा हो। तपाईँहरू चाहिँ कहाँ हुनुहुन्थ्यो? यहीँ थियो त्यही त बिचरा है। खास चाहिँ यो जग्गाले गर्दा त्यस्तो भएछ नि त है। उतापट्टि अलिक बेसी काटी पठाएछ नि त। यो जग्गै त्यस्तो खालको त हौ। अब हामी यहाँ कम्पनीकै ड्राइभरहरूलाई त यहाँ घुमाएर बानी भइसक्यो हो। नयाँहरूलाई त अब यहाँ जग्गै त्यस्तो छ नि त, अन्दाजै पाउँदैन त्यहाँनिर कि। ड्राइभरलाई कतिको चोट लागेछ हौ? हल्का लागेछ। एक्लै चाहिँ ड्राइभर मात्रै? ए म पनि के डकुमेन्ट्स निकालेको? मेरो पनि त्यही त बाइकको चाबी चाहिँ म तारखोला गएको थिएँ टेलर लिएर हो। अन्त बाइकको चाबी चाहिँ ज्याकेटमा गोजीमै थियो, मेरै 14 नम्बरमा मिलरमै थियो नि त। अनि त्यसमै गएछ। त्यो पर्खेरै बसिरहेको थियो नि त। जोसेफको गाडी चाहिँ फेरि यहाँ थियो अरे होइन। आएर थरर खान्छ हो।
के भयो भनेर भनेको त मेरो गाडी त्यहाँनिर चाहिँ झन्डै चेप्ट्यो अरे जोसेफ अलिक यता भएदेखि त तिम्रो गाडी भेटेको नि है बिचरा बल्ल बल्ल बनाएर निकालेको जोसेफ अलिक साइड गरेर राखौ माथितिर दशा लाग्दैछ है हिजोमै भारतगञ्ज ल यसको अब के हुन्छ बिचरा ड्राइभरलाई हो न ऊ गाडीको नम्बर त्यही हो WB73T7182 ल गाइस मैले चाहिँ देखाउन सकेको यति नै हो यति मैले देखाइहालेँ ल विचारहरू अब खोज्दैछ त्यहाँनिर के डकुमेन्ट्सहरू केहरू हो नभएदेखि यहाँनिर त अब चोरहरू अलिक छ नि त यहाँ हाबीजाबी केटाहरू यहाँ निकै बेच्छ कि अन्त गाडी त यहाँबाट चाहिँ ब्याक भएको रहेछ नि त तू कहाँ था उस टाइम में? हम लोग अंदर थे। तूने देखा पूरा एकदम? नहीं, जब गिर गई तो तभी आए दौड़ के। दौड़ के आए तभी। ड्राइवर को कौन ले गया? इधर से निकाले यहाँ तो फिर हम लोग एम्बुलेंस निकल सब। हमारा कंपनी का एम्बुलेंस ले गया? कंपनी का। ड्राइवर अकेला था कि? हाँ अकेला ही निकाले थे उनको। अकेला था? हाँ गाड़ी तो हम ही लोग बन के। अच्छा स्टार्ट में था गाड़ी? हाँ गाड़ी स्टार्ट था ना। हेलो। अच्छा। अस्सलामुअलैकुम। ल है गाइस यो चाहिँ हरामी चिन्डे ताक्लु चाहिँ हाम्रो घिनलाग्दो मान्छे हो कि यो ताक्लुलाई चाहिँ यसो भेट्यो भने कुटौँ है कसैले भेट्यो भने हामी त सकिँदैन अब यसको अन्डरमा ड्युटी गर्नुपर्छ हो यसलाई त्यसो भेट्यो भने कुटौँ है कसैले म सुपारी दिन्छु 100 रुपियाँको यो चिन्डेको चाहिँ तालो टल्किँदैछ नि ल ल थ्याङ्क यू गाइस बिचराको अब नहुनुपर्ने भइहाल्यो है यहाँनिर अब हामीलाई त गाडी घुमाउनु त केही छैन हामी त अब यहाँ सधैँ घुमाइरहने हो यो चाहिँ अलिक बेसी यता आएर चाहिँ अन्त यताबाट यसो घुमेर जाने हुँदा चाहिँ त्यस्तो भएछ नि त ल गाइस